म सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला। आज म गौरीमाई मन्दिरमा घुम्न जानेछु, हजुरलाई पनि देखाउने छु। म अनि गौरी पुगे, गौरी एकदम राम्रो थियो। फेरि अनि गोर्जिलामा पुगे, गोर्जिलामा एकदम सुनसान थियो। कपाल फाल्नुपर्छ भन्ने कपाल फाले। हिँड्दै गर्दा अनि बाटोमा पानी आयो, अनि छाता ओढेर अनि फेरि केही छिनबटी रोकेर अनि गएँ म। पानी आउँदै नै थियो, म भैँसेडी पुलमा पुगेँ। पुरानो पुल यस्तो छ भने नयाँ पुल यस्तो छ। यो चाहिँ खस भाषा सिन्जा उपत्यका हो। मन्दिरमा जाने बाटो यस्तो छ। अनि मन्दिरमा पुग्यो, अनि घन्टा बजाएँ। भित्र जाँदाखेरि मैले जुत्ता निकालेँ, भित्र गएँ। पुजारीलाई मैले दक्षिणा दिएँ, पुजारीले मैले टिका लगाइदिनु भयो, फेरि ध्वजा लगाइदिनु भयो। गौरीमाई मन्दिर नभए अरू मन्दिर पनि रहेछन्। कालिका मन्दिर, सूर्यनारायण मन्दिर, जालपा मन्दिर दर्शन गरेर फर्केँ। अनि जाँदा जाँदै म धन्दै लुटिसकेको थिएँ। दुई मान्छे आउँदै थिए, मैले सोधेँ हजुर कहाँदेखि आउनुभयो? दाजु टाढैदेखि आउनु भएको रहेछ दर्शन गर्नको लागि। बेल गइसके, भोक पनि लाग्यो, बिस्कुट र चाउचाउ किनेँ, अनि बिस्कुट खाएँ, चाउचाउ खाएँ। मेरो गाउँ यही हो। आजको भ्लग यति नै। लाइक कमेन्ट सेयर गरिदिनु होला, फलो पनि गर्नु होला।